बालिकाको करनीपछि हत्या गरेको अभियोगमा पक्राउ परेको व्यक्तिहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय 12 को अनुसार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 बस्ने भीमसिंह थापाको छोरा ना 1 ज 7758 नम्बरको म्याजिकको सहचालक सुमन थापा र सोही म्याजिकको चालक प्रोग्रेस चौधरी पक्राउ परेका छन्। यता प्रहरीको अनुसन्धानको क्रममा म्याजिकका सहचालक सिमरामा 3 वर्षीय बालिकाको करनीपछि हत्या गरेको अभियोगमा पक्राउ परेको व्यक्तिहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय 12 को अनुसार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 बस्ने भीमसिंह थापाको छोरा ना 1 ज 7758 नम्बरको म्याजिकको सहचालक सुमन थापा र सोही म्याजिकको चालक प्रोग्रेस चौधरी पक्राउ परेका छन्। यता प्रहरीको अनुसन्धानको क्रममा म्याजिकका सहचालक सिमरामा 3 वर्षीय बालिकाको करनीपछि हत्या गरेको अभियोगमा पक्राउ परेको व्यक्तिहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला